मकवानपुर प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा 15 रातोमाटे स्थित चार्जिङ स्टेशन अगाडिबाट 34 लाख रुपियाँ बराबरको अवैध कपडा र प्रतिबन्धित पटकासहित 2 जनालाई पक्राउ गरेको छ। मप्र 0300-9023 नम्बरको योद्धा गाडीलाई सुरक्षा जाँच गर्दा अवैध कपडा र प्रतिबन्धित पटका बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले गाडी चालक रौतहट जिल्ला वृन्दावन नगरपालिका 9 का 20 वर्षीय प्रदीप कुमार चौधरी र गाडीमा सवार गरुणा नगरपालिका 4 का 31 वर्षीय विजय शाहलाई पक्राउ गरेको हो। प्रहरीले गाडीको पछाडि ढालाभित्र लुकाई छिपाई राखिएका 14 लाख रुपियाँ बराबरको 130 थान साडी, 696 थान कुर्ता, 175 थान टप्स, 1001 थान कपडाका थानहरू फेला परेका छन्। त्यसैगरी करिब 20 लाख रुपियाँ बराबरको प्रतिबन्धित झिरझिरे पटका बरामद गरेको प्रहरीले जनाएको छ। सामान सहित 2 जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ। आज बिहान अन्दाजित 4:10 बजेको समयमा यस जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विलसबाट हेटौँडातर्फ आउँदै गरेको मध्य प्रदेश 03-001-9023 नम्बरको योद्धा गाडीलाई शङ्का लागि चेकजाँच गर्ने क्रममा चालक जिल्ला रौतहट वृन्दावन नपा 9 बस्ने वर्ष 20 को प्रदीप कुमार चौधरी र सोही गाडीमा सवार भइआएका रौतहट गरुडा नपा 4 बस्ने वर्ष 31 को विजय शाहलाई खानतलासी गर्दा उक्त गाडीमा लुकाई छिपाई ल्याइएका बराबरको पटाकाहरू फेला पारी यिनीहरूलाई नियन्त्रणमा लिई यस जिल्ला प्रहरी कार्यालयमा आवश्यक अनुसन्धान